सल्लाह मिल्छ भने त्यहाँबाट सबै मूर्तिहरू अलि तलतिर झारौँ। हामी मूर्ति मान्ने मान्छे होइन, हामी प्रकृति मान्ने मान्छे हो, ढुङ्गा माटो रुख बिरुवा पानी मान्ने मान्छे हो। अनि तागेरा निङमा फुमाङ भनेर तपाईँहरूले प्रोनाउन्सिएसन गर्न आउँदैन भने फ्री अफ कस्ट म सिकाइदिन्छु सबैलाई। युमा भन्नु आउँदैन भने म सिकाउँछु, थेबा भन्नु आउँदैन भने पनि म सिकाउँछु। जबकि हामी राम पनि मान्छौँ, सीता मान्छौँ, शिवजी मान्छौँ, सारा संसार मान्छौँ, सबै हामी चाहिँ एकदम स्पष्ट तरिकाले त्यसलाई प्रोनाउन्सिएसन गर्न सक्छौँ भने तपाईँहरूले पनि तागेरा निङमा फुमाङ भन्नु सक्नुपर्छ। सेवारो नमस्कार। म झुमा लिम्बू ढुङ्गे साङ्गु ताप्लेजुङ। अहिले चाहिँ मैवा खोला गाउँपालिका वडा नम्बर 2। अहिले चाहिँ के गर्नु ठिक छ अहिले अनि यो माइक चाहिँ अघि चाहिँ कसरी मान्छेको नजिक भयो, अहिले चाहिँ टाढा भयो। सुन्यो अहिले? ठुलै गराउनु पर्ने हो। ठिक छ। सबैभन्दा पहिले अहिले चिनिएको पाथिभारालाई चाहिँ मुकुमलुङ भनिराखिएको छ। यसको सबैभन्दा पुरानो मुन्धुमी नाम चाहिँ के हुन्छ भन्दा नाम चाहिँ मान्छेको पनि स्थानको पनि हरेक कुराहरूको समयअनुसार चेन्ज हुँदो रहेछ। जस्तै ऐतिहासिकता समयअनुसार सेमुक्तिकोमा मुक्तोबुङ मुक्तिफोमाङ हुँदै हुँदै मुकुमलुङ हुँदै पाथिभारा भइसक्यो। सहअस्तित्वको कुरा आउँछ त्यति बेलाखेरि पाथिभारा भन्दा अरू नै गएर अर्को नाम राख्दा पनि हामी स्वीकार्छौँ। किन भन्दा हामी चाहिँ मान्छे मात्रै स्वीकार्ने होइन, त्यहाँको बोट बिरुवा र जीव जनावर चराचुरुङ्गी सबै स्वीकार्ने हो। मुन्धुमले हामीलाई त्यही सिकाएर पठाएको छ। पाथिभाराको हिस्ट्री तपाईँहरूलाई थाहा छँदै होला, मुकुमलुङको हिस्ट्री पनि थाहा छँदै होला, तर मुक्तिफोमाङ चाहिँ प्री हिस्ट्री हो। अब यो पाथिभारा सँगसँगै देवताहरू आए, त्योभन्दा पहिला माङहरू थिए। पाथिभारा सँगसँगै कल्चरल एक्सचेन्ज, नलेज एक्सचेन्ज, सबै कुराहरूको एक्सचेन्ज हुँदै गयो। हामीले मान्ने चाहिँ तागेरा निङमा फुमाङ हो, युमा हो। अब पहिलो स्त्री मुजिङमा ख्याउनाको कुरा अघि पनि गर्नुभयो। त्यो हुँदै हुँदै अहिले हामी हजारौं वर्षदेखि त्यो ठाउँमा बाँचेका छौँ। र मुन्धुमले हामीलाई डोर्याएर लिम्बू बनाएर उभ्याएको हो, याक्थुङ बनाएर उभ्याएको हो। र याक्थुङहरूले मान्ने मुन्धुम चाहिँ कुनै धर्मले गर्ने कर्मकाण्ड होइन। यो चाहिँ हाम्रो जीवन पद्धति हो, हाम्रो सभ्यता हो, हैन? सबै कुरा चाहिँ मुन्धुमभित्र छ। अनि मैले चाहिँ टिपोटै बनाएर आएको छु है। नेपालको गाउँ गाउँमा शिक्षा सुरु हुँदा जसको इतिहास लेखिएको थियो त्यो मात्रै पढाइयो र अहिलेसम्म त्यो मात्रै पढाइँदैछ। मुन्धुम मान्नेहरूको कुनै पनि कुरा, सांस्कृतिक कुराहरू लेखनमा आएको थिएन र त्यो कुरा अहिले पनि एजुकेसन सिस्टममा गइसकेको छैन। त्यस कारणले हामीले चाहिँ जसले आएर यो फलना भगवान अथवा यो देवता भन्दियो त्यो मात्रै मान्नु पर्या छ। तर त्यो भन्दा हाम्रो जीवन पद्धति चाहिँ उल्टा फरक छ। ठिक उल्टा, हामीसँग हाम्रो आफ्नै संस्कार संस्कृति छ र तपाईहरुले मानिराख्नु भएको पाथिभारा अथवा हामीले पनि पाथिभाराकै रूपमा मान्छौं, अथवा हामीले मुकुमलुङ मान्छौं, अथवा हामीले सेमुक्तिफोमाङ मान्छौं नि, त्यो चाहिँ तपाईहरुले धार्मिक स्थल बनाउनु भन्दा हजारौं वर्ष अगाडिदेखिको सांस्कृतिक स्थल हो। त्यसरी बुझिदिनु होला। र जीवन दर्शनको कुरा जहाँनेरि छ, फेरि पनि दोहोर्याउँछु, मुन्धुमले डोर्याएको जीवन दर्शनबाट हामी यति पनि टाढा भएका छैनौं। सहअस्तित्वको कुरा गर्दाखेरि नै जसले आएर देवी देवता स्थापना गरिदिए त्यसलाई हामी पनि मान्छौं, हामी पनि सम्मान गर्छौं। तर हामी त्यो मात्रै मानेर बसेका छैनौं। फेरि पनि रिपिट गर्छु यो चाहिँ। र जुन सभ्यता सिकाइयो हैन,
जुन चाहिँ नि जीवन दर्शन सिकाइयो त्यो अनुसार यहाँका बुद्धिजीवी, यहाँका इतिहासकार, यहाँका पढ्ने लेख्ने मान्छेहरूले जे दिमागमा म्यापिङ गरे त्यो अनुसार अहिले चाहिँ नि रुल भइरहेको छ। त्यो रुल गर्न पाउनुहुन्छ, तर अर्काको सबै कुरा खोज्न र मास्न र भत्काउन चाहिँ पाइँदैन। अनि तागेर निङमा फुमाङ भनेर तपाईहरुले प्रोनाउन्सिएसन गर्न आउँदैन भने फ्री अफ कस्ट म सिकाइदिन्छु सबैलाई। युमा भन्नु आउँदैन भने म सिकाउँछु, थेबा भन्नु आउँदैन भने पनि म सिकाउँछु। जबकि हामी राम पनि मान्छौं, सीता मान्छौं, शिवजी मान्छौं, सारा संसार मान्छौं, सबै हामी चाहिँ एकदम स्पष्ट तरिकाले त्यसलाई प्रोनाउन्सिएसन गर्न सक्छौं भने तपाईहरुले पनि तागेर निङमा फुमाङ भन्नु सक्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ हो। एक अर्कालाई एप्रिसिएट गर्नै पर्छ, किन भन्दा हामी एक अर्का सब मान्छे हौ। र अर्को कुरा, पाथिभारा, मुकुमलुङ अथवा सेमुक्ति फोमाङ वरिपरि रहेका डाँडाहरूको, त्यो डाँडाको हरेक ढुङ्गाहरूसँग हाम्रो प्रिहिस्ट्री छ, हाम्रो मुन्दुम छ, हाम्रो मिथक छ। त्यहाँको हरेक बोट बिरुवाहरूसँग हाम्रो सम्बन्ध छ। किन भन्दा बोट बिरुवा सम्बन्धी कोही विद्वान यहाँ हुनुहुन्छ भने, ढुङ्गा अथवा माटो सम्बन्धी कोही विद्वान हुनुहुन्छ भने तपाईहरुको विज्ञानले प्रुफ गरिसक्यो जीव जनावरहरू मात्रै बातचित गर्दैनन्, बोट बिरुवा पनि बातचित गर्छन्। बोट बिरुवामा पनि शक्ति हुन्छ। कुन बोट बिरुवामा के शक्ति छ, कुन बोट बिरुवाले मान्छेलाई के रे शक्ति दिन्छ, कुन बोट बिरुवाबाट एबाले शक्ति लिन्छ, कुन बोट बिरुवाबाट साम्बाले शक्ति लिन्छ, कुन बोट बिरुवाबाट फेदाङमाले शक्ति लिन्छ, त्यो कुरा हाम्रो मुन्दुममा छ। र त्यो रुख, त्यो बोट बिरुवा, त्यो जडीबुटी सबै मुकुमलुङ एरियामा पाइन्छ। तपाईहरु जो जसले केवलका झुन्डाउँदै हुनुहुन्छ, तपाईहरुलाई थाहा छ कि छैन कुन रुखबाट के हुन्छ भन्ने कुरा? तपाईहरुलाई चाहियो भने एक दिन अर्को प्रेस मिट राखौँला, हैन? हाम्रो चाहिँ तपाईहरुले लालीगुराँसलाई राष्ट्रिय फूल मान्नुहुन्छ, हामी सबै नेपालीले मान्छौं, मान्नुपर्छ त्यो। तर लालीगुराँस हाम्रो मुन्दुम अनुसार अर्कै नामले आउँछ। लालीगुराँससँगै ककफेवा हाम्रो मुन्दुम अनुसार, हाम्रो पात्रो नै ककफेवाले चलाउँछ याक्थुङहरुको। त याक्थुङहरुको पात्रो चलाउने ककफेवा सबैभन्दा धेरै सप्रिने एरिया हो, मुकुमलुङ एरिया हो। र हाम्रो सेमुक्तबुङको कुरा आएको छ, र मुक्तो पनि सबैभन्दा साह्रो सप्रिने एरिया त्यही हो। सामसिङ पनि सप्रिने एरिया त्यही एरिया हो।